मेरो बाबाले धेरै नै काम गर्दै हुन्छ त हौ, खेत खन्दै हुन्छ त। के भइरहेछ त हो भन्नुस् न मेरो बाबा। बारी खनेको आज शनिबारको दिन। अरू बेला चाँडै पसल जान्थे। तिनमा मम्मुले चाहिँ बारी खन्नुपर्ने भन्दै हुन्थ्यो। अब आज चाहिँ खनिदिएको। किन थाहा छ? भरे फुटबल खेल्न जानु छ क्या। आज फकाउनको लागि हो बुढीलाई। बिहानदेखि एकदम उठ्ने बित्तिकै दाढी साडी काटेर ब्रस गरेर बारी खन्न लागिहालेँ। किन थाहा छ? अब हटियाको दिन खेल्न नजानु भन्नुहुन्छ मम्मीले सधैँ। अब फुटबल खेल्न जानु छ। बिहानदेखि फकाएपछि त खेल्न जान दिइहाल्नुहुन्छ, हाँसेर बिदाई गरिहाल्नुहुन्छ। यति भएपछि आइडिया सही हो दामी छ आइडिया। सही छ। काम पनि गर्नुपर्छ नि खेतमा, बारीमा टक्क अब साग उमार्ने है साग दामी, अनि खानुपर्छ। गले हेर त यहाँ कति झार थियो, सब फालियो झार। अब यति आऊ तिमी पनि खन्न। ल छोरो खाजा आयो त हो। के ल्यायो डार्लिङ खाजा? चिया, बिस्कुट, रोटी, दुध। यतातिर के छ? ए भुजा पनि ल्याएको रहेछ। धन्यवाद है बुढी। फुटबल खेल्न जानु छ नि आज फेरि, थाहा छ कि छैन? थाहा पायो? त्यही भएर बिहानदेखि काम गर्दै रहेछ। फुटबल खेल्न जानु छ क्या आज? हटियाको दिन हो, अब म्यानेज गर न आज। ल हटियाको दिन पनि जानुपर्ने। कसले उयो गर्छ कि त्यसलाई चाहिँ गएर ड्याम्प कुट्छु होला नि। ओमी राजा हो, ओमी राजा। गएर कुट नि त ओमीलाई। पठाइदिइहाल्नु। खालि हटियाकै दिन फुटबल राख्नुपर्ने। यत्रो काम गरे त हेर त बारी पुरै खनिसक्यो बाउ छोराले। अहिलेको हटियाको गर्ने र अहिलेको गर्ने काम एउटै हुन्छ? अब होइन, सबै सकिहाल्छ नि त हटियाको पसलको काम। ल बारी तयार हुन आँट्यो है। बाख्राको बर्कुला पनि हाल्यो। अब भरे ल्याएर बिउ छर्ने, प्लास्टिक लगाउने माथिबाट डार्लिङले पनि सम्याउँदैछ। अब त भरे खेल्न जानिदिन्छ होला नि होइन? यता हेरेर भन न एकपल्ट। मुस्कान देऊ न हो। जानु होइन? भन न एकपल्ट। नजानु भन्दा नि गइहाल्नु। ल अलाउ गरिन् है बुढीले। भरे भेटौँला फुटबल ग्राउन्डमा। ल साथी हो, फाइनल्ली बारी रेडी भयो। भोलि बिउ छर्ने, आइतबारको दिन छुट्टी पनि हो। अब भेटरान खेल्न जाँदाखेरि चाहिँ तपाईँहरूले श्रीमतीलाई फकाउनु पर्छ कि पर्दैन थाहा छैन। मेरो चाहिँ यस्तै छ तरिका। कमेन्ट गर्नु होला है, तपाईँको तरिका पनि राम्रो लाग्छ भने म तपाईँको तरिका पनि अपनाउँछु है। जय फुटबल, जय भेटरान।